निःशुल्क जागिर, कमिसन लाग्दैन, एक घर एक रोजगार, अब नारी पनि हुनु पर्दैन बेरोजगार भन्ने मूल उद्देश्यका साथ तपाईहरूको सामु हामीले काठमाडौँमा धेरै मात्रामा भ्याकेन्सी लिएर आइसकेका छौँ। यदि तपाईहरू काठमाडौँमा बेरोजगार भएर बस्नु भएको छ भने चाहिँ हाम्रो अफिसमा आउनुहोस्, हामीले जागिर लगाइदिन्छौँ। हजुरले चाहिँ 1 रुपियाँ पैसा दिनु पर्दैन, ढुक्क भएर आउनुहोस्। आज मिति 2083 साल 5 महिना 5 गते खाली भएको भ्याकेन्सीहरू यस प्रकार भन्न गइरहेको छु, राम्रोसँग सुनिदिनु होला है त। आज चाहिँ हामीसँग घरायसी काम गर्नुपर्ने कपन मितेरी पुल नजिकै 8 बजेदेखि 6 बजेसम्म तलब 15,500 रहेको छ। त्यसै गरी घरायसी काम गर्नुपर्ने बबल मल काठमाडौँको लागि 8 बजेदेखि 3 बजेसम्म 8,000 तलब रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेरचाह गर्ने टोहा साङ्गिला चोक नजिकै 2 बजेदेखि 5 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम सुकेदारा काठमाडौँको लागि खाने बस्ने 17,000 तलब रहेको छ। त्यसै गरी घरायसी काम बानेश्वरको लागि 7 बजेदेखि 2 बजेसम्म तलब 13,000 रहेको छ। त्यसै गरी घरायसी काम गर्नुपर्ने ताचाल कलश अपार्टमेन्ट नजिकै 7 बजेदेखि 5 बजेसम्म तलब 17,500 रहेको छ। त्यसै गरी घरायसी काम मालीगाउँ काठमाडौँको लागि खाने बस्ने 20,000 तलबमा रहेको छ। त्यसै गरी घरायसी काम नक्सालको लागि खाने बस्ने तलब 18,000 रहेको छ। त्यसै गरी घरायसी काम न्यू रोड नरदेवीको लागि 7:30 बजेदेखि 10:30 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम मन्डी टाटारको लागि खाने बस्ने तलब 20,000मा रहेको छ। त्यसै गरी घरायसी काम दह चोक चन्द्रागिरी नजिकै 7 बजेदेखि 10 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम र आमा हेरचाह गर्नको लागि चितवनमा खाने बस्ने तलब 20,000मा रहेको छ। त्यसै गरी घरायसी काम बुढानीकण्ठ गणेश चोक नजिकै खाने बस्ने तलब 20,000मा रहेको छ। त्यसै गरी घरायसी काम थापाथली काठमाडौँको लागि 12 बजेदेखि 5 बजेसम्म तलब 11,000मा रहेको छ। त्यसै गरी घरायसी काम कुसुम्तीको लागि 11 बजेदेखि 1 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम पाटनको लागि 10 बजेदेखि 1 बजेसम्म तलब 7,000मा रहेको छ। यस्तै तपाईहरूले पनि काठमाडौँमा आउने जाने र खाने बस्ने कामको खोजीमा हुनुहुन्छ भने चाहिँ महिला कर्मचारीहरूले धेरै मात्रामा भ्याकेन्सी आइसकेको छ। आज पनि हामीसँग 64वटा भ्याकेन्सी रहेको छ। तपाईहरू ढुक्क भएर आउनुहोस्, हामीले जागिर लगाइदिन्छौँ। जागिर लगाए बापत कुनै कमिसन दिनु पर्दैन, कुनै पैसा पे गर्नु पर्दैन। तपाईहरूले नागरिकताको भरमा जागिर पाउनुहुन्छ। धन्यवाद।